आज म सिकाउन जाँदैछु तपाईहरूले आफ्नो OneXBet एपमा कसरी सजिलै तरिकाले पैसा लोड र त्यसबाट विथड्रल गर्न सक्नुहुनेछ। तर त्योभन्दा पहिला मैले तपाईहरूलाई OneX को आइडी बनाउन सिकाइदिन्छु र तपाईहरूले आफ्नो OneX को आइडी बनाइसक्नु भएको छ भने त्यसलाई लगआउट गरेर मैले बनाएको तरिकाले बनाउँदा पनि केही फरक पर्दैन। आइडी बनाउनको लागि तपाईहरूले माथि लगइन र रजिस्ट्रेसन देखिराख्नु भएको होला र हामीले लगइन गर्ने होइन, हामीहरूले रजिस्टर गर्ने हो। त्यसैले रजिस्ट्रेसनमा दाबेर अनि तपाईहरूले वान क्लिकमा दाब्नु होला। डाइरेक्ट वान क्लिकमा दाबिसकेपछि यहाँ तपाईहरूलाई अप्सनहरू आउँछ र पर्मो कोडमा तपाईहरूले मैले दिएको पर्मो कोड राख्नु होला। सबै ठुलो अक्षरमा VTN लेखेर VTN अनि लेखेर अनि त्यसपछि 7 अनि त्यसपछि स्पेस चाहिँ नछाड्नु होला। तपाईहरूले 7 को पछाडि स्पेस छाडेपछि त्यहाँ प्रब्लम आउन सक्छ। त्यसैले 7 को पछाडि स्पेस नछाडिकन VTN 7 लेखेर विदाउट स्पेस तपाईहरूले रजिस्टर गर्नु होला। रजिस्टर गरिसकेपछि एकछिन तपाईहरूको यस्तो आउँछ र तपाईहरूले यो मिलाउनु पर्ने हुन्छ र यो एकदमै सजिलो छ, एकछिनमै मिल्छ र यो मिलिसकेपछि तपाईहरूले आफ्नो यसमा सक्सेस भइसकेपछि आफ्नो आइडी र पासवर्ड पाउनुहुन्छ र तपाईहरूले यो आइडी र पासवर्डको चाहिँ एउटा स्क्रिनसट गरेर राख्नु होला। यसरी ट्याक्क स्क्रिनसट गरेर एउटा स्क्रिनसट राख्नु होला। अनि नेक्स्ट गरिसकेपछि तपाईहरूको आइडी रेडी भयो। अब आइडी रेडी भयो। अब आइडी रेडी भइसकेपछि चाहिँ म तपाईहरूलाई यसमा डिपोजिट गर्न सिकाउँछु। डिपोजिट गर्नको लागि तपाईहरूले मेक अ डिपोजिट सेक्सनमा गएर तपाईहरूले आफ्नो आइडी नम्बर हेर्नुपर्ने हुन्छ र तपाईहरूको आइडी नम्बर सबैभन्दा टपमा हुन्छ। अब यसमा डिपोजिट गर्ने दुईवटा तरिका हुन्छ। तपाईहरूले यहीँबाट पनि गर्न सक्नुहुन्छ। अब यहीँबाट गर्नुभयो भने चाहिँ एपबाटै गर्नुभयो भने तपाईँहरूको एकदम लेट हुने हुन्छ र एकदम झन्झट हुन्छ। त्यही भएर तपाईँले एजेन्ट मार्फत गर्नु होला र एजेन्टको आइडी म तपाईँहरूलाई दिन्छु। एजेन्टको आइडी पाउन तपाईँहरूलाई धेरै गाह्रो छैन। तपाईँहरू जस्ट टेलिग्राममा जानुहोस् र टेलिग्रामको सर्च बारमा गएर ठुलो अक्षरमा V अनि सबै सानोमा TN VTN 124 मैले लेखे यसरी VTN 124 तपाईँहरूले सर्च गर्नुभयो भने त्यहाँ एजेन्टको आइडी पाउनुहुन्छ। तपाईँ त्यो आइडीमा गएर जस्ट एकचोटि म तपाईँहरूलाई आइडीमै लगेर देखाइदिन्छु। यस्तो छ आइडी चाहिँ, यस्तो यस्तो लेखा छ, हेर्नुहोस्। प्रोफाइल पिक्चर पनि यस्तो रहेको छ र यो आइडीमा गएर तपाईँहरूले हेलो आई निड डिपोजिट, मलाई डिपोजिट चाहियो, नेपाली इङ्ग्लिस जेसमा भन्दा पनि हुन्छ र मैले तपाईँको पर्मो कोड युज गरेको छु, मलाई डिपोजिट चाहियो यस्तो यस्तो भन्दा उताबाट रिप्लाई आउँछ। उताबाट कति डिपोजिट भनेर रिप्लाई आउँछ र तपाईँहरूलाई कति डिपोजिट चाहिएको त्यो अमाउन्ट तपाईँहरूले उता भन्नुपर्ने हुन्छ। उताबाट चाहिँ अमाउन्ट भनिसकेपछि तपाईँहरूले यताबाट कति डिपोजिट चाहिएको त्यो उतापट्टि पठाउनु पर्ने हुन्छ म्यासेज र उतापट्टि म्यासेज पठाइसकेपछि उसले ओके भन्छ र तपाईँहरूलाई पेमेन्ट गर्नको लागि एउटा QR र रिमार्क्समा के लेख्ने भनेर दिन्छ। तपाईँहरूले रिमार्क्समा त्यही लेखेर उसको QRमा पेमेन्ट गरिदिइसकेर उसलाई आइडी दिइसकेपछि चाहिँ तपाईँहरूको अकाउन्टमा सक्सेसफुल्ली डिपोजिट हुन्छ।